हेलो नमस्ते सबैजनालाई। अनि आज चाहिँ हामी चाहिँ मनसँग जाँदैछौँ। हामी चाहिँ किनभने चाहिँ अब यो बुद्ध जयन्तीको लागि हो। त्यहाँदेखि हामी 5 जना जस्तो छ। हामी चाहिँ त्यहाँदेखि अरू चाहिँ उताबाट पनि हुनुहुन्छ होला सायद, उता मनसँग पनि। अनि अब चाहिँ हामी निकै पुग्नु आँट्यो। हाम्रो गाउँ चाहिँ पुग्यो जस्तो छ। अब निकै भएको छेउछाउ निकै पुग्यो जस्तो छ हामी चाहिँ अलिक। अनि यो चाहिँ हामी त्यहाँ पुगेर यहाँ गुम्बाको चाहिँ अब 2 जना रहेछ। ठिकै रहेछ। गुम्बा मुनिमा चाहिँ यस्तो रहेछ, मुनि तलब चाहिँ अनि यहाँ चाहिँ अब यो सायद यहाँ पहिलाको लामा फोटो होला। यो चाहिँ यहाँको मेमेको। त्यहाँदेखि यहाँ चाहिँ मुनि यस्तो छेसम्महरू यस्तो रहेछ। यहाँ डोरमा गुकुहरू रहेछ। अनि छेपाहरू मजाले चलाउनु भएको रहेछ। यहाँ सिमीहरू बलिरहेको हो। यो भित्र चाहिँ डोलमाहरू पनि सानो सानो रहेछ। अनि अझै यता यस्तो रहेछ, डोलमाको तोर्माहरू छेपाहरू चलाइरहनु भएको रहेछ। सिमीहरू मजाले बलिरहेको। अनि यो चाहिँ मुनि ताला रहेछ। यहाँ चाहिँ सानो रहेछ अलिक। त्यहाँदेखि अब यो चाहिँ हामी माथि तलामा हो। त्यहाँदेखि यहाँनिर चाहिँ अलिक ठुलो जग्गा पनि ठुलो रहेछ। छेसम्म अलिक यस्तो रहेछ यहाँ बिचमा। चाहिँ यता साइडमा चाहिँ फेरि चिनेजीको फोटो ठुलो कु पनि छ। त्यहाँनिर चाहिँ अलिक साइडमा गुरुहरू यस्तो रहेछ। त्यहाँदेखि यहाँ पेचाहरू बुमहरू कान्जुरहरू यस्तो छ। त्यहाँनिर चाहिँ यो पहिलाको अघिको त्यो लामाको यो छेटिन चाहिँ बनाउनु भएको रहेछ। त्यहाँनिर चाहिँ यस्तोहरू यहाँ छेसामा राख्नु भएको रहेछ। यहाँ चाहिँ लिमुछियाको फोटोहरू रहेछ। दुजो लिमुछे, पेन्नु लिमुछे, ठुल्सी लिमुछे, अझै उहाँको फोटोहरू रहेछ। यहाँ पुस्तक चाहिँ यसरी छ। त्यहाँनिर चाहिँ बुमहरू पनि रहेछ साइडमा। त्यहाँदेखि यहाँ बुद्धको यस्तो यो के भन्छ अब देब्री जस्तो टाइपको। अब तर यो काठमा जस्तो रहेछ। अनि यहाँ चाहिँ कान्जुरहरू यसरी राख्नु भएको रहेछ। यहाँनिर ठुलो पनि रहेछ। सायद अब ठुल्ठुलो रिम्बुचहरू आउनुखेरि चाहिँ अब त्यो राम्रो हुन्छ होला। त्यहाँदेखि हामी चाहिँ यहाँ चाहिँ हामी ब्रेक थियो। हामी आएर एकछिन पढेर चाहिँ ब्रेक भएको थियो। त्यहाँनिर चाहिँ माथिनिर हामी डाँडा एउटामा गएको थियौँ। त्यहाँबाट चाहिँ यो खिचेको। त्यहाँबाट चाहिँ गुम्बा यस्तो देख्दैछ। अब गुम्बा अनि गाउँ चाहिँ यस्तो रहेछ। यो चाहिँ कहाँ भने चाहिँ मनसँग चाहिँ अब माथि अघि तपाईँहरूले यो माथि यता चाहिँ होइन, यता माथि डाँडा छ। त्यो डेलो मुनि पछाडिपट्टि हो। यो माथि डाँडा देख्दै गर्दा चाहिँ डेलो। त्यहाँदेखि हामी चाहिँ अघि यहाँ यतापट्टि आएको घुम्न आएको थियो। खासै हामी चाहिँ डाँडा चाहिँ दामी रहेछ। के रहेछ भने चाहिँ यहाँ चाहिँ अब यहाँ गाउँको दुठे थियो। यहाँ चाहिँ हामी जुन चाहिँ डाँडा आएकोमा चाहिँ त्यहाँदेखि यहाँ चाहिँ खेतीहरू पनि निकै रहेछ उहाँको। अब जग्गा माथिबाट यो डाँडामा चाहिँ जग्गाहरू चाहिँ दामी देख्दो रहेछ। निकै गाउँहरू चाहिँ गाउँ भनौँ न। अब गाउँ पनि एकदमै गाउँ पनि होइन, मजाको जग्गा। घर पनि छेउछेउमा मजाले रहेछ। सबै रोडहरू पनि मजाको रहेछ। अब बस्ती पनि होइन, बजार भन्दा बजार पनि होइन, मजाको रहेछ।
त्यहाँदेखि यता त्यो माथि डाँडाबाट फेरि एक साइड यस्तो उता हेर्दाखेरि चाहिँ जङ्गल मात्रै रहेछ। अनि उता टिस्टा यो चाहिँ साइड सिक्किम जस्तो लाग्यो, त्यो एकदम देख्दो रहेछ सिक्किमहरू। अनि हेर्नुहोस् न गाउँ चाहिँ यस्तो छ। अन्त यो डाँडा चाहिँ यो चाहिँ डेलोको डाँडा जस्तो लाग्यो। त्यहाँदेखि हामी चाहिँ अब डेलो पछाडि चाहिँ यस्तो यो गाउँ साङसे भने कि मङसाङमा जस्तो लाग्यो। त्यहाँदेखि हामी चाहिँ 3जना साथीहरू जाएको थियो, अरू भाइहरू पनि थियो, उनीहरू चाहिँ आएन। त्यहाँदेखि